सो मैले चाहिँ यो गिफ्ट चाहिँ आज नै दिने सोचिरहेको छु, किनभनेदेखि भोलि चाहिँ मलाई बिहानै पसलमा जानुपर्ने हुन्छ। हिमालहरू त ओहो यस्तो घाम लाग्दा त मजा आएको छ त। मजा आएको चाहिँ मैले राखेको किनभनेदेखि दामी भ्यू कसले छोड्छ त नि होइन। सो म चाहिँ यहाँ माथि गएर खिच्छु है त्यो भिडियो। सो यताको डाँडो र यो डाँडो क्या बवाल देखेको कि दामी यार देख्न सक्नुहुन्छ माउन्टेनमा त। हेलो नमस्ते, वेलकम ब्याक टु माई च्यानल। सो आई होप सबैजना सन्चै राम्रै हुनुहुन्छ होला। म पनि ठिक छु गाई चाहिँ। सो हाम्रो गाउँको बाटोले चाहिँ लास्टै दुःख दियो। यहाँ चाहिँ लास्टै माटो हो क्या यतानिर। सो बनेको चाहिँ मैले एकैचोटि फाइनल लुक्स देखाउने भनेर चाहिँ मैले देखाएको छैन। सो भ्यू देख्न सक्नुहुन्छ दामी पारामा। अनि अङ्कलले दुःख पाउनु, अङ्कल दुःख पाउनु नि। सो आफ्टर अ लङ टाइम धेरै पछि भिडियो बनाइरहेको छु। बोल्न नि हल्का बिर्सिए जस्तो लागिरहेको छ। 2-3 चोटि इन्ट्रो दिन परेर घरबाट चाहिँ गरेन, किनभनेदेखि धेरै कति घरबाट बनाउने, त्यही भएर चाहिँ म अहिले पाकुरी आएर भिडियो बनाइरहेको छु। हाम्रो बाइक चाहिँ यहाँनिर छ, देख्न सक्नुहुन्छ। सो मैले चाहिँ आज गोप्रोबाट भिडियो बनाइरहेको छु। आज चाहिँ मोटर ब्लग हुँदैन, अङ्कलले बाइक चलाउनुहुन्छ, म चाहिँ पछि बस्छु। भिडियो चाहिँ कम्बाइन गरेर हालिरहेको छु। सो कम्प्रोमाइज गरेर हेरिदिनु होला भन्न चाहन्छु। सो तिनी भिडियो हेर्दै गर्नु। त्यसपछि हामी चाहिँ आज कपाल काट्न जाने लागेको छौँ। म चाहिँ गोर्जुरा आइपुगेको छु केटा हो गाइज। बवाल देखेछ है हिमालहरू त ओहो यस्तो घाम लाग्दा त मजा आएको छ त। मजा आयो भए चाहिँ मैले राख्छु किनभनेदेखि दामी भ्यू कसले छोड्छ त नि होइन। सो म चाहिँ यहाँ माथि गएर खिच्छु है त्यो भिडियो। सो यताको डाँडो र यो डाँडो क्या बवाल देखेको कि दामी यार देख्न सक्नुहुन्छ माउन्टेनहरू। कुन कुन हो मलाई चाहिँ थाहा छैन। लगाइरहेको थियो कि यस्तो दामी भ्यू आएको छ भने नि, त्यही भएर नि म भिडियो बनाउन हिँडेको हो क्या। भिडियो बनाउने बेला मामाहरू पनि भेटिनु भयो। पहिल्यै इन्डिकेटर दिएको रहेछ 9 छोप्थ्यो होला मलाई माट टक्ने। साउन्ड पनि मोडिफाई छ नि त। बुटोलबाट आउने बेला जाने बेला चाहिँ केही गरेन होइन। भ्यू बवाल दामी। आउने बेला चाहिँ चेकिङ भएन, नत्र चाहिँ हाम्रो थाहा हुन्थ्यो होला क्या साउन्डको बारेमा के हुँदो रहेछ भनेर। दिन मैले इन्जिन बनाउँछु नि त्यो दिन चाहिँ मेरो साइलेन्सर स्टकमा हुन्छ क्या। यो मेरो रड मेटिसकेको छ, चिट नकाटे आनन्द होइन। सो मैले चाहिँ अहिले रुममा आएर भिडियो गरिरहेको छु, किनभनेदेखि भोलि चाहिँ हाम्रो फर्स्ट एनिभर्सरी छ होइन। बुढीलाई चाहिँ थाहा छैन मैले सरप्राइज दिन लागेको छु भनेर। सो ठुलो गिफ्ट नभए पनि सानोतिनो आफूले सक्दो गिफ्ट चाहिँ ल्याइदिएर आएको छु। मनपर्छ कि पर्दैन त मलाई थाहा भएन। सो नआउनुको कारण चाहिँ बाबा काठमाडौँ जानुभएको थियो। मैले अहिले खाना खानु फुर्सद पनि छैन, त्यही भएर 4-5 दिनको ब्लग चाहिँ एउटै ब्लगमा गराउने सोचिरहेको छु। किनभनेदेखि अब रेगुलर भिडियो त हाल्न सकिनँ नि, किनकि मैले बिजनेस गर्छु कि केटा। बिजनेस भन्दा पनि मेरो बाबाको बिजनेस छ, मैले चाहिँ त्यसलाई हल्का पुस गरिरहेको छु भनौँ न। छोरो भएपछि त्यति गर्नै पऱ्यो। बेला बेला मुड सड्किन्छ र फेरि के हुन्छ। सो त्यो चाहिँ अलग कुरो भयो। सो मैले चाहिँ सामान यसभित्र ल्याइदिएर आएको छु क्यारे। जे पनि हुनसक्छ, त्यही हो मलाई मन परेको ल्याइदिएर आएको छु। अनि कसैलाई पनि थाहा छैन, बुढीलाई पनि थाहा छैन, मम्मीलाई पनि थाहा छैन, बाबालाई त थाहा हुने कुरो नै भएन। किनभने भन्दाखेरि काठमाडौँ जानुभएको छ। सो मैले चाहिँ यो गिफ्ट चाहिँ आज नै दिने सोचिरहेको छु, किनभनेदेखि भोलि चाहिँ मलाई बिहानै पसलमा जानुपर्ने हुन्छ। त्यही भएर मैले चाहिँ अहिले सुत्ने बेलामा दिनेछु। के कस्तो लाग्छ प्लिज भिडियो चाहिँ लास्टसम्म भन्न चाहन्छु। मैले चाहिँ भोलि बिहान दिन्छु भनेको थिएँ, अब भोलि बिहान सकिन्न क्या केटा हो। भिडियो बनाउनै मन लाग्दैन, बिहान कम चिसो हुन्छ हुसु लाएर होइन। सो त्यही हो, भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला भन्न चाहन्छु। खान्न नभए के हो र के हो र यो तिम्रो लागि होइन यो।
त्यही पनि ठुलो भयो यो ठुलो भयो क्या भएन पर्सि सुक्सँग जाने है भन्न तिम्रो चाहिँ होइन त अनि होइन उहुँ, सकिन होइन यस्तो ठुलो भएन र भएन किन सो अहिले चाहिँ लाइट ड्रिम आयो कस्तो हो त्यही भएर तिम्रै हो कि सरप्राइज दिने भनेको लाइटले गर्दा तिमीमा हार बाँधिदियो त्यही कपडा ल्याइदिएको लाइट 2 महिनाको छ गिफ्ट ल्याइदिएर नि के खाने यो बा। मन पराउन भोलिको लागि आजै हो तिमीलाई हो र भोलिको लागि आजै हो अँ राति 12 बजी दिन होइन म छिटो सुत्छु नि त्यही भएर म चाहिँ छिटो सुत्छु त्यही भएर किन उस गर्ने भन्दा मैले चाहिँ आजदेखिको भोलि त अब त्यही ग्यारेजतिर गइन्छ पसलतिर जानुपर्ने हुन्छ किनभनेदेखि बाबा भोलि कति बजी आउनुहुन्छ थाहा छैन चाँडै आउनु हो भने चाहिँ भिडियो बनाउनु जानुपर्ने हुन्छ किनभनेदेखि धेरै भयो नि त भिडियो नबनाएको सो सरप्राइज कस्तो लाग्यो बबाल हो खुसीले ठेगानै छैन सो यहाँनिर बाटो बन्दैछ देख्न सक्नुहुन्छ यो टिक खारेर चाहिँ यहाँले ठुलो बाटो बनाइरहेको छन् सो अहिले चाहिँ रेसुङ्गा नगरपालिकाले धेरै राम्रो काम गरिरहेको छ चुनाव पनि आउन लागेको भएर होला सो एज यु क्यान सी दामी भिउ देख्न सक्नुहुन्छ सो म चाहिँ यता दिन कहाँ गएको थिएँ भन्दाखेरि चाहिँ म चाहिँ काठमाडौँ गएको थिएँ थोरै काम थियो म चाहिँ ढिला गएको सो सुरुमा चाहिँ हाम्रो बाबा जानुभएको थियो अनि त्यही भएर भिडियो बनाउन चाहिँ पाइएन सो यहाँ पनि बाटो भन्दैछ अहिले सिस्नेरीको बाटो सो अहिले चाहिँ पुरै पेन्डिङ कामहरू चाहिँ हुँदै गरेको छ यता चाहिँ वाइल्ड धुलो छ क्या देख्न सक्नुहुन्छ दुःख पाइएको थियो अब चाहिँ 1-2 महिनामा चाहिँ हामीले सुख पाउने बेलामा छौँ अहिले चाहिँ पहिला चाहिँ हामीलाई अन रोड चाहिएको थियो भने चाहिँ अहिले चाहिँ हामीलाई अफ रोड खोजिराख्न परेको छ सो भोलि चाहिँ अलि राम्रो भ्लग आउँछ होला सो स्टे ट्युन गाइज सो भ्यू देख्न सक्नुहुन्छ दामी तमघास बजारको क्यामेरामा देखेको छ कि नै मैले चाहिँ गोप्रोबाट भिडियो बनाइरहेको छु किनभनेदेखि मोबाइलबाट चाहिँ राम्रो क्वालिटी आउँदैन क्या त्यही भएर गोप्रोबाट खिचिरहेको छ है त सो मैले चाहिँ एउटा ब्याट्री र के भन्छ ट्राइपोड मगाएको थिएँ त्यो पनि आइसकेको छ मैले युज पनि गरिरहेको छु सो अनबक्सिङ गरेको भिडियो चाहिँ आउनु पाएन सम रिजन होइन अब मोबाइलबाट राम्रो क्वालिटी आउँथेन त्यही भएर चाहिँ मैले भिडियो चाहिँ बनाएन त्यसको लागि चाहिँ सरी सो पहिलाको भिडियो के कस्तो लाग्यो प्लिज कमेन्ट डाउन बिलो है त त्यति बेला चाहिँ म मर्निङमा गएको थिएँ अनि बुढीलाई सरप्राइज दिएको पनि हेरि नै सक्नुभयो होला सो थ्याङ्क यू सो मच भन्न चाहन्छु के छ त नि हालखबर हाम्रो त कपाल काट्न आउनु पर्ने हो क्या टेबल छैन मैले भिडियो बनाउँदै आएको थिएँ नि त त राखेर भिडियो खिच्ने कि यस्तरी मदन दाइ हुनुहुन्न ल भर ह्यान्डसम नभएर भ्यू चाहिँ नआयो जस्तो लाग्यो कि मलाई त्यही भएर भ्यू काट्नु पऱ्यो कि अङ्कल चाहिँ हाम्रो बाहिर लाज लाग्दो रहेछ लाज किन बाबा र काट्नुहोस् टाइम हो यो राम्रो आइएन त्यही भएर अब राम्रो हुनु पऱ्यो भिडियो राम्रो बनाउनु पऱ्यो सो म चाहिँ रेडी भइसकेको छु देख्न सक्नुहुन्छ ह्यान्डसम हो क्या सो दाइहरू यो चाहिँ काम लाग्छ के तिमीलाई 2 क्लास अगाडि चाहिँ फाल्ने मिल्छ कि यो काम लाग्छ कि तिमीलाई यो चाहिँ मेरोमा लागेन यसले लग्छ भने लग्छस् कि काम लाग्छ कि सो हामी चाहिँ अहिले त्रिपल रोड जाँदैछौँ देख्न सक्नुहुन्छ
चिसोले यस्तो हानेछ नि यो कपाल काटेर। सो रात परिसकेको छ, क्वालिटी कस्तो आएको छ भनेर थाहा छैन। सो क्वालिटी कस्तो आएको थाहा छैन, कालोमा सेतो दाँत टल्किएर कमेन्ट गर्नु होला भन्नु। हो राम्रै आउँछ। सो म चाहिँ घर आइसकेको छु, एज यु क्यान सी। सो देख्न सक्नुहुन्छ दामी लुक्स हो क्या। सो अहिले चाहिँ रात परिसकेको छ, त्यही भएर भिडियो क्वालिटी के कस्तो आइरहेको छ प्लिज कमेन्ट डाउन बिलो। र त्यही हो, यो भिडियो चाहिँ कमेन्ट गरेर बनाइरहेको छु, कम्प्रोमाइज गरिदिनु होला भन्न चाहन्छु। र सी यु अन नेक्स्ट भिडियो। सो टिल देन टेक केयर, बाई बाई।